हाम्रो जर्नी चाहिँ फेरि अब पोखरातर्फ लागिसकेको छ साथी हो। त्यहाँदेखि मेरो साथी यहीँ हुनुहुन्छ। त्यहाँदेखि अब हामी जान लागेको, अब खानासाना भयो, अब चाहिँ पोखरातिर लागिरहेको छौँ। पहिला पाल्पा जाने हो रे, त्यसपछि पोखरा जाने हो गाइज। अब यस्तै भिडियोमा बस्दै गएर अब कन्टिन्यू हुन्छ भिडियो। A few minutes later. फाइनल्ली हामी चाहिँ लाइक हुन्छ नि नास्ता खाना झरिरहेको छौँ। ओके ठाडो फाइनल्ली अब नास्ता खाना झरिसकेको छौँ हामीहरू। लोकेसन चाहिँ अब होइन, यो चाहिँ हाम्रो गाडी रहेको छ अनि मेरो साथी यहीँ छ। मेरो हो, दिस इज माई फ्रेन्ड समीर चौधरी। एन्ड हामी चाहिँ यहाँ बुटवल पुगिसकेका छौँ। बुटवल नै रहेछ, बुटवल जितगढी तेह्र यस्तै छ कि समथिङ। यहाँ चाहिँ पेट्रोल पम्प रहेको छ, तिमीहरूले हेर्न सक्छौ। अब कसै देखाऊँ, यसै देखाऊँ। अब बुटवलमा हामी नास्ता खाने हो। नास्ता खाइसकेपछि त्यसपछि हामी फेरि पोखरातर्फ लाग्ने हो है साथीहरू। सो फाइनल्ली हामी चाहिँ लाइक के भन्छन् सिद्धा बाबा मन्दिर पुगिसकेको छौँ। अनि यो स्पेसल्ली हामी यहाँको चाहिँ टनेल हेर्न गइरहेको छौँ है। टनेल चाहिँ लाइक लास्टै राम्रो रहेको छ, कन्स्ट्रक्सन अन्डर कन्स्ट्रक्सनको साथीको। अनि यो चाहिँ हामी यहाँ छु, म चाहिँ यहाँ छु। यो चाहिँ पुगेर है टनेलको भ्यू कति राम्रो छ, पाहाडको भ्यूको डाइरेक्ट बनाएर छ। अनि यो चाहिँ सिद्धि बाबा मन्दिर रहेको छ। अब हामी चाहिँ जान लाग्छौँ है गाइज, अहिलेको भ्यू हेरेर। A few minutes later. यो चाहिँ मन्दिर है, सिद्धु बाबा मन्दिर, सिद्धा बाबा मन्दिर हेर्न सक्छौ है तिमीहरूले। लस्टर राम्रो रहेको छ। एन्ड यो चाहिँ हाम्रो डाइरेक्ट टनल रहेको छ, अन्डर कन्स्ट्रक्सन रहेको छ। एन्ड पहाड देख्न सक्छौ, डाइरेक्ट हो, आई थिङ्क डाइरेक्ट वे हो। एन्ड अब हामी चाहिँ गइरहेको छौँ, तिमीहरूले हेर्न सक्छौ। यो चाहिँ टनल रहेको छ। अब टनलभित्र गइसकेपछि भिडियो कन्टिन्यू गर्नेवाला छौँ। सो यस्तो भिडियोमा बस्दै गरौँ ल। हेलो गाइज, वेलकम टु माई भिडियो गाइज। एन्ड फेरि हामी चाहिँ यहाँ अब टनल हेर्न आइसकेको छौँ। यहाँ चाहिँ कन्स्ट्रक्सन अन्डर कन्स्ट्रक्सन भइरहेको छ। एन्ड टनल चाहिँ त्यहाँ छ, तिमीले हेर्न सक्छौ। एन्ड साथीहरू चाहिँ यहाँ छन् है। अब एकछिनमा चाहिँ हाम्रो दुईवटा एजेन्टहरू पनि अब वेटिङमा छन्। अब लाइक एजेन्टहरू नि आएको छन् क्या, अब थाहा नै छ हाम्रो लाइक वान अफ द बेस्ट एजेन्टहरू दुईवटा त्यहाँ छन्। अब अघिको भ्यू देखाउँछु र अब उनीहरूको लाइक हुन्छ नि अब सजेसन के छ, विचार कस्तो धारणाहरू के छ त्यो सबै भन्छु। लेट्स गो गाइज, हेरौँ है हामीहरू। A few minutes later. ल तिमीहरूले चाहिँ हेर्न सक्छौ, दुईवटा एजेन्ट चाहिँ यहाँ छन्। ल गाइज, हेलो एजेन्ट साहेब, हेलो। ल दुई हाम्रो साथीहरू चाहिँ यहाँ छन्। ल युकेबाट आएको छन् है। पहिल्यै इन्ट्रो चाहिँ भइसकेको छ। एन्ड अब केही भन्नु पऱ्यो अब यहाँ